छोरी छिटो गर त स्कुल जान ढिलो हुन्छ अलि छिटो छिटो गरेर आऊ रेडी भइसक्यो त ड्याडी तिमीले हिजो गरेको होमवर्कहरू राखे त राखेको छैन जस्तो लाग्यो राखेर आऊ त हुन्छ म राखेर आउँछु के कुराको चिन्ता नलिकन पढ है म घरको सबै काम सम्हाल्छु अलिअलि चिन्ता त लागिहाल्छ नि किन चिन्ता लिनु पर्यो भोलिदेखि म लिभ पनि लिन्छु अफिसबाट छोरीलाई घरलाई पुरै हेर्नेछु नि त मै कस्तो छ त खाना मम्मीले पकाएको जस्तो छ त मिठो छ साँच्चीकै मिठो छ ल म छोरीलाई स्कुल लिएर जान्छु तिमी माथि गएर पढेर बस्छ अब हुन्छ मम्मी चाहिँ किन नजाने हामीसँग आज मम्मीको एक्जाम छ नि त छोरी पढ्न दिनुपर्छ मम्मीलाई बाई बाई छोरी र राम्रोसँग पढेर आऊ है छोरी